विराजमान रहनुभएका सर्व परमात्मा भगवान गुरुहरू, लोक लोकोत्तरमा विराजमान रहनुभएका सर्व मार्ग गुरु र गुरुमार्ग गुरु हजुरहरूमा उच्च सम्मान भाव प्रकट गर्दै अपार अनन्त सेवा ढोग गर्दछौँ। अजर अमर अविनाशी प्राणनाथ, महाकृपानाथ, महादयानाथ, आकाश जय विशाल, धरती जय अटल, सूर्य जय ज्योतिर्मय, चन्द्रमा जय शीतल, सर्वेश्वर महाबली, महामैत्रीय, सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञ, परम पूजनीय, महासम्बोधि धर्मसंघ मैत्रीनाथ ज्यूको कोमल चरण कमलमा अनन्त अविरल सेवा ढोग सहित निस्वार्थ मैत्री भावपूर्ण अपार आराधना वन्दना एवं कोटि कोटि नमन अर्पण गर्दछौँ। जगत जननी महाकृपामयी, महाकरुणादयी, महामय मैत्रीमयी, महाशक्ति रूपिणी, सर्वेश्वरी, सर्वज्ञ, परम पूजनीय गुरु आमाको कोमल चरण कमलमा अविरल सेवा ढोग सहित निस्वार्थ मैत्री भावपूर्ण अपार आराधना वन्दना एवं कोटि कोटि नमन अर्पण गर्दछ। महापुण्यवान, सर्वलोकदर्शी, महाबली, महामैत्री, चक्रवर्ती बालगुरुको कोमल चरण कमलमा कोटि कोटि नमन अर्पण गर्दछौँ। मैत्री ज्योति रूपिणी, पथ प्रदर्शनी, महाकरुणामयी बालगुरु आमाको कोमल चरण कमलमा कोटि कोटि नमन अर्पण गर्दछौँ। सम्पूर्ण सन्यासी गुरुमार्ग गुरु, न्याङ्युन पुरुष, न्याङ्गिन स्त्री, महात्मा गुरुमार्ग गुरु, न्युग पुरुष, नयुङ स्त्री गुरुहरूमा हामी सम्पूर्ण महात्मा गुरुमार्ग गुरु अथवा अहस पुरुष ठपोवा स्त्रीको तर्फबाट सर्व मैत्री मङ्गलमको भावले हृदयदेखि नै मैत्रीपूर्ण नमन गर्दछौँ। सर्वज्ञ परम पूजनीय महासम्बोधि मैत्रीनाथ ज्यूबाट 6 वर्षको कठोर निर्जल निराहार आध्यात्मिक महादुर्लभ महाध्यान प्रारम्भ भएको दिन र सर्वज्ञ परम पूजनीय लोपम श्रेयङ अर्थात् गुरु आमाज्यूको 35औं महादुर्लभ शुभ जन्मोत्सवको दिन सम्पूर्ण लोकहरू र विश्व मानव जगतको लागि महादुर्लभ अवसरको क्षण हो। यस महादुर्लभ अवसरको उपलक्ष्यमा सम्पूर्ण विश्व मानव जगत हित सर्व जगत प्राणी उद्धार कल्याण मुक्ति मोक्षको निमित्त एवं विश्व मानव जगत समक्ष मैत्री सन्देश पुर्याउने उद्देश्यले मिति 2082 वैशाख 30 गते लोपम श्रेयङ ज्यूको शुभ जन्मोत्सवको दिन 2082 जेष्ठ 2 गते लोपम ज्यूबाट महादुर्लभ महाध्यान प्रारम्भ भएको दिन सम्म 4 दिने विश्व शान्ति मैत्री बोधि मार्गदर्शन मैत्री धर्म आध्यात्मिक ध्यान पूजा पाठ प्रार्थना कार्यक्रम 2082 मा 12 जिल्लाको रतनपुर मैत्री धार्मिक स्थलमा सहभागी हुन पाल्नु हुने सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ सर्वधर्मका धर्मगुरुहरू पुण्यवान आत्मरूपी श्रद्धालु धर्मप्रेमी भक्त अनुयायीहरू एवं महानुभावहरू शुभचिन्तकहरू सम्पूर्णमा हामी गुरुहरूको तर्फबाट मैत्री स्वागत गर्दै सर्व मैत्री मङ्गलम अर्थात् चथोब सैकी वङ्ख्या।
र उहाँ गुरु आमा हजुरको शुभ जन्मोत्सवको अवसरमा हामी गुरुहरूको तर्फबाट मैत्री शुभकामना सम्पूर्णमा। धार्मिक आध्यात्मिक सम्पूर्णकै सृष्टि अर्थात् ब्रह्माण्डकै महादुर्लभ महाअभिभावक सृष्टिकर्ता सर्वज्ञ परम पूजनीय महासम्बोधि मैत्रीनाथज्यू परम पूजनीय लोपम स्वयंज्यूको अपार मैत्रीपूर्ण आशीर्वाद ज्ञानद्वारा अमृतमय वचन सदा सर्वदा यो लोक प्राणी सर्वकै हित कल्याणको निमित्त प्राप्त भइरहेको र सदा प्राप्त भइरहनेछ। सबै आत्माको एउटै मात्र इच्छा आकांक्षा भनेको स्वर्गीय परम सुख शान्ति आनन्द र स्वभाव भएका सर्वज्ञानले युक्त मोक्ष प्राप्त गर्नु हो। तर वर्तमान यो संसारमा के कति आत्माले यी रहस्यमय अद्भुत परम सत्य तत्त्वले सम्पन्न स्थान प्राप्त गरिरहेको छ वा छैन भन्ने प्रश्न प्रत्येक मानव आत्मामा उत्पन्न हुन अति जरुरी छ। यसको लागि सचेत भएर आफूले अनुसरण गरिरहेको गुरु धर्म र मार्ग दर्शनले मोक्ष प्रदान गर्छ कि गर्दैन भन्ने विषय पनि त्यतिकै महत्त्वपूर्ण हुन आउँछ। यसरी हेर्दा अमूल्य जीवन रूपी आत्माको लक्ष्य महान रहेको सुस्पष्ट छ। बुझाइमा भएको कमी कमजोरीले गर्दा पनि होला सबैमा आत्माको वास्तविक उद्देश्य बोध नभएको हुन सक्छ। तर जसले जसरी बुझे पनि प्रत्येक मानव आत्माको लक्ष्य भन्ने एउटै रहेको देखिन्छ। त्यसकारण उक्त लक्ष्य प्राप्त गर्न अपनाइने धर्म मार्गदर्शन एउटै वा एक समान हुनु अनिवार्य छ कि छैन र यो अवश्य रहन्छ कि रहँदैन यो विषयलाई प्रमुखताका साथ लिएर बौद्ध मार्गदर्शन मैत्री धर्मको प्रतिपादक वा सृष्टिकर्ता सर्वज्ञ परम पूजनीय महासम्बोधि धर्मसङ्घ गुरुज्यूले समस्त मानव आत्मालाई एक समान बोधि मार्गदर्शन मैत्री धर्ममा समेट्दै युगौँदेखि विस्थापित रहेको उक्त दुर्लभ अवसरलाई पुनः प्रदान गर्नमा लागि पर्नु भएको छ। दृश्य तथा अदृश्य सृष्टिको सर्वतत्त्वको अस्तित्वको केन्द्र मात्र धर्म हो र धर्मको एउटै उद्देश्य सम्पूर्ण आत्माको उद्धार साथै मुक्ति र मोक्ष प्रदान गराउनु हो। यसैको लागि यो सारा तत्त्वको समष्टिगत सृष्टि वा उत्पन्न हुन सम्भव भएको हो। यो रहस्यमयी अद्भुत उपलब्धिको लागि नै परमात्मा भगवानले यो सर्वतत्त्वको रचना गर्नुभयो। यदि यी महान कार्यको लागि नभएर अन्य प्रयोजनको लागि थियो भने पक्कै पनि कदाचित महादुःख र परिश्रमद्वारा भगवानले संसारको सृष्टि गर्नु र समय अनुकूल महान गुरुहरूको यस धरामा आवागमन भइरहनु किन र के को लागि आवश्यक रहन्थ्यो होला र धर्मको विस्तार धर्म कर्म गर्न र गराउनको लागि उहाँहरूले महाकठिन सङ्घर्ष किन र के को लागि गर्नु आवश्यक पर्थ्यो होला र यी महान विशेषतालाई बुझ्न नसकेर वा नचाहेर अनायासै मानव आत्मा तत्त्वहीन विषयवस्तुतर्फ अधिक आकर्षित भइरहेको हुन्छ। यसै बीचमा आफूले अपनाइ रहेको कुनै पनि धर्म र प्रचलनमा रहँदै आएको संस्कार रीतिरिवाज प्रथा आदिलाई नै सर्वे सर्वा भएको विश्वास गरिरहेको पाइन्छ। हुन त त्यो स्वाभाविक पनि हो। किन यो आफूले अनुसरण गरेको प्रयोग गरेको बोलेको सुनेको देखेको हरेक विषय तत्त्व
सबैभन्दा राम्रो उत्कृष्ट लाग्ने मानव जातिको एक स्वभाव नै हो। तर सही खोज र अनुसन्धानमा नियुक्त रूपमा सचेत रहँदा संसारमा रहेका कयौं धर्म, संस्कृति, रीतिरिवाज, विधि विधान, कुल प्रथा आदिलाई अपनाएर जाँदा आत्माले उद्धार पाइरहेको छ कि छैन र त्यसै गरी आफूलाई आफूबाट सही सत्य धर्म मार्ग दर्शन अनुसरण भइरहेको छ वा छैन भन्ने विषयमा पनि अन्योलता कायमै रहेकोले प्रभावकारी ध्यान, अध्ययन र खोज संसारमा अल्प सङ्ख्यामा बाहेक बहुसङ्ख्यामा हुन सकिरहेको छैन। अहिलेको परिस्थितिमा यिनै अन्योलता अथवा भ्रमले मानव समाजमा मजबुत जरा गाडिसकेको अवस्था छ। फलस्वरूप धर्मको नाममा धर्मप्रतिको आस्था विश्वासको विखण्डन, समाज विखण्डन, जातित्व विखण्डन, असमझदारी, अहमता, बहुत वा शक्ति प्रदर्शन, भेदभाव, तेरो र मेरो भन्ने भावनाको कारण एक आपसमा विवाद र द्वन्द्व उत्पन्न गरिरहेको छ। बुढेसकाल फेरि बाल्य अवस्थामा फर्किन सक्दैन। सुकेको रुखमा हरियो पात पलाउन सक्दैन। यसरी नै समयको परिवर्तनसँगै आत्मीय विश्वास, आस्था, मूल्य र मान्यता बोकेको धर्म, संस्कार, रीतिरिवाज, कुल प्रथा जस्ता विषयहरूमा देखिएका सकारात्मक वा नकारात्मक परिवर्तनको कारण सद्धर्म तत्त्व जीर्ण हुँदै गइरहेको अवस्था छ। यसबाट के सङ्केत हुन्छ भने आज संसारमा महासुख, शान्ति, सरक्षेट, उन्नति, एकता, समझदारी जस्ता सर्वमैत्री भावका रूपहरू जताततै व्याप्त देखिनु पर्ने हो। तर मानव जगतमा ठीक विपरीत महा अशान्ति, विभाजित व्यवस्थित कलह, द्वन्द्व, दमन, अत्याचार, हिंसा, भेदभाव र भ्रष्टाचार दिन प्रतिदिन बढ्दो स्थितिमा छ। यत्रो समय युगौं बितिसक्दा पनि केही कतैबाट शान्तिको मूलद्वार खुल्न सकिरहेको छैन। त्यसकारण अब संसारले यी सबै समस्याबाट उन्मुक्ति पाउन सद्धर्म मार्गदर्शनको विकल्प खोजिरहेको स्पष्ट हुन्छ। यो भन्दा अर्को उपाय रहेको छैन। मनुष्यले आफ्नो भागमा जति पाएको र पाउनेवाला छ त्यसलाई बल, बुद्धि, विवेक, मेहनत र परिश्रमद्वारा इमानदारीका साथ प्राप्त गर्नु कुनै गलत विषय होइन। जति सक्छ त्यति प्राप्त गर्नु मानव कर्मको स्वतन्त्र हक र अधिकार हो। तर आफ्नो वास्तविकता, यथार्थ पहिचान, उद्देश्य र भूमिका जस्ता महत्त्वपूर्ण विषयलाई नै भुलेर यसैमा लिप्त भएर संसारमा रूपी बेहोसीको नशामा डुब्नु चाहिँ महागलत भन्न खोजिएको मात्र हो। दुःख संसारबाट सबैले छ र दुःख हुन्छ पनि, तर कर्म अनुसार सत्यतालाई बोध गर्नु नै दुःखबाट मुक्त हुनु हो र आत्मसन्तुष्टि भनेको नै सुखको मुख्य स्रोत हुन्। धर्म चेला होस् सङ्घ भक्त निस्वार्थ भावले बनेको उत्तम हुन्छ। धर्ममा कुनै पद, वर्ण भेद, जातित्व भेदभाव, धनी गरिब हुँदैन। निश्चल पवित्र आत्मा भए हुन्छ। धर्ममा शील, नियम सबैलाई एक समान गर्नुपर्ने हुन्छ। धर्ममा कोही सानो ठुलो, धनी गरिब र रूप, वर्ण भेद, जातित्व, छुवाछुत कहिले हुँदैन। त्यसैले धर्म गर्न स्वतन्त्र निस्वार्थ रूपले सही सत्य गर्नुपर्ने हुन्छ। कुनै व्यवसाय, व्यापार, आर्थिक
आर्जन गर्ने प्रलोभनले होइन, भौतिक रूपमा केही हदसम्म प्रलोभनमा परे तापनि मृत्यु पश्चात भने धन सम्पत्तिको कुनै अस्तित्व छैन। अरबौँ खरबौँ धन सञ्चय गरे तापनि अन्तिममा जाने खाली हात नै हो। त्यसैले समय छँदा सद्धर्म अपनाई सत्कर्म गरौँ, घृणाले होइन आत्मीयताले बाँचौँ। तथापि मैत्री अर्थात् दया माया करुणा भाव आत्मीयता मित्रता साथै अन्तर हृदयदेखि नै क्लेशहरू मुक्त गरी लोकमा एक रूप एक मैत्री भाव एक सद्भावना प्रकट गरी गुरु परमात्मा भगवानहरू शरीरमा राखी न्यायोचित सकारात्मक सत्यतामा रही मार्ग ग्रहण गरी मुक्ति र मोक्ष प्राप्तिको निम्ति सत्कर्म गर्ने हो। अन्ततः धर्म गुरु सङ्घ भक्त आफ्नो मान मर्यादामा धर्मको शील नीतिमा अडिग भई सकारात्मक भावले क्लेश मुक्त रूप लिई धार्मिक कार्यहरूलाई अगाडि बढाउने, अन्यथा कोही कसैले पनि पदको दुरुपयोग गरी भ्रम रहेर भ्रम प्रसार नगर्ने, छुवाछुत नगर्ने, सङ्गममा रहेको होस् या भक्त सबैलाई एक व्यवहार एक सम्मान गर्ने यो सङ्घ हो, भक्त हो होइन भन्ने भेदभाव नगर्ने। जति पनि सङ्घहरू भक्तहरू आफ्नो जिम्मेवारी छैन भन्दैमा गलत रूपले बोल्नु गर्नु सङ्घको केन्द्रको जिल्लाको भनेर नकारात्मक टिका टिप्पणी गर्नु हुँदैन। मेरो जिम्मामा मेरा दायित्व होइन, मेरो के जान्छ भन्ने धारणाले धर्ममा कर्तव्य विहीन नहुनु, धर्ममा तेरो मेरो भन्दा पनि हाम्रो भन्ने शब्द प्रयोग गर्ने, हाम्रो यानि कि सर्वलोकको यसमा छल कपट झुट बोल्नु, मिथ्या वचन गर्नु, देखावटी रूप दर्शाउनु भनेको नै शीलमा नरहनु र साथै धर्मको नीति नियममा रहनु अनि परमात्मा भगवान गुरुहरूको चरणमा आत्मघाती कार्यहरू हुनु हो। यहाँहरूको मान सम्मानमा आँच पुर्याई दाग लगाउने कार्य नकारात्मक कार्य हुन केही हदसम्म परमात्माहरूको लौकिक रूप चिने तापनि भन्ने बोध भए तापनि आत्मीय अलौकिक रूप चिन्न बोध गर्न कठिन हुनेछ। सम्पूर्ण सङ्घभक्त तथा अनुयायीहरूमा बोध गराउन चाहन्छु, ज्ञान ध्यान सत्य तथ्य खोज गर्नु अवश्य अति नै महत्त्वपूर्ण विषय हुनु, तर उच्छृङ्खल रूपमा धर्मको नियम विपरीत धर्म गुरुहरूको वचनलाई विपरीत गरी भ्रम प्रसार गर्ने धारणा कार्यहरू गलत हुन, त्यसैले सूचितले गरेको कर्मको फल राम्रो हुन्छ। सर्वविषयशील समाधि प्रज्ञा यथावत रूपमा बोध भए तापनि मनुष्य रूप अहङ्कार दर्शाई अन्धमुष्ट भई अन्धवेग बनी सूर्यको प्रकाशले छाएको अवस्थामा पनि अविरल स्वाभाविक रूपमा सहज किसिमले अबोध बनेका छन्। ध्यान भनेको पूर्ण रूपमा अन्तरआत्माको क्लेशहरूलाई त्यागी निश्चल दृढ सङ्कल्प राखी आत्मज्ञान बोध गर्नु, निष्ठावान निष्कलङ्क हुनुपर्छ। सर्व परम पूजनीय महासम्बोधि मैत्रीनाथ ज्यूले 6 वर्षको कठोर तपस्या पश्चात दिनुभएको ज्ञान गुण शील दुर्लभ छन् भन्ने विषय बोध भए तापनि भौतारी रहेको आत्मा झै धर्मको नियम विपरीत गुरु वचन विपरीत कार्य गर्नु भनेको एउटा मूर्खता दिशाहीन कार्य हो, जसले गर्दा लोकलाई क्षय हुनेछ। त्यसैले आफू मात्र नभई पूर्ण रूपमा
कुविचार नकारात्मक भावनाहरू प्रकट गरी स्वयं आफू लगायत लोकलाई नष्ट गर्ने कार्य गर्नु भनेको त्यस क्षण अवस्थालाई हामी धर्म कर्म र ज्ञान ध्यान भन्न मिल्दैन र सकिँदैन पनि। धर्ममा मात्र नभई भौतिक रूपमा पनि पूर्ण रूपमा आफू स्वयं व्यवहारिक अनुशासित निष्ठावान बनी मात्र संसारलाई परिवर्तन गर्न सकिन्छ। सकारात्मक रूपले आफूले गरेको सकारात्मक नकारात्मक क्रियाहरूको कारण कहाँसम्म असर गर्छ गर्दैन भन्ने विषयहरूलाई महत्त्वपूर्ण दिनुपर्ने हुन्छ। धर्ममा पैसाको धन सम्पत्ति लोभ लालचमा फसी आफ्नो र परमात्मा गुरु भगवानहरूको अस्तित्व लोप गराउने कार्य गर्नु हुँदैन। केही क्षण सांसारिक सुख आभास हुन्छ तर धार्मिक शान्ति आत्मामा कहिले हुँदैन। आत्मा विचल्ली भई सदा तडपिरहनु पर्ने हुन्छ। धर्ममा सबैभन्दा ठुलो आत्मनिष्ठ निष्कलङ्क निश्चल पवित्र निस्वार्थ हुनुपर्छ, तब मात्र सर्वकर्म निष्ठ हुन्छ। चतुर्थ सही वाङ्ख्या सर्वमैत्री मङ्गलम।